अर्को मानिसको पीडा बोध गर्नु ऐक्यबद्धता हो। पूर्वलाई दुःख पर्दा पश्चिमलाई आइया आथा हुनुपर्छ, उत्तरलाई दुःख पर्दा दक्षिणलाई आइया आथा हुनुपर्छ। ऐक्यबद्धता भनेको मानव जातले एक अर्काको हेरचाह र केयर गर्ने इन्स्टिङ्क्टिभ बिहेभियर हो। डिफ्रेन्ट मुभमेन्ट बिचमा चाहिँ ऐक्यबद्धता एकदम धेरै इम्पोर्टेन्ट हुन्छ, किनकि त्यो हरेक मुभमेन्ट एक अर्कामा चाहिँ इन्टरसेक्ट हुन्छ, अन्तर सम्बन्धित हुन्छ। मुभमेन्ट बिच मात्रै ऐक्यबद्धताको आवश्यकता छैन कि प्रिभिलेज कम्युनिटीहरूबाट पनि त्यो ऐक्यबद्धता चाहिँ आउनुपर्छ र सरकारबाट पनि काहीँ न काहीँबाट कुनै न कुनै तरिकाले चाहिँ ऐक्यबद्धता आउनु एकदम धेरै जरुरी छ। जुन अभियानहरूमा हामीलाई अभाव छ र आवश्यकता छ त्यसमा चाहिँ सबै दल, संस्था, सरकार सबै चाहिँ र हामी जस्तै अभियानमा लाग्ने, सङ्घर्षको अभियानमाहरू लाग्ने चाहिँ सबैजना चाहिँ मिलेर त्यसलाई चाहिँ संरक्षण गर्नको लागि, सबैजना जोड्नको लागि चाहिँ म अनुरोध गर्न चाहन्छु। ऐक्यबद्धता राख्न एकदम महत्त्वपूर्ण हुन्छ, किनकि हामीले अभियानहरूलाई अथवा जति नै यो सङ्घर्ष चुनौतीहरूलाई चाहिँ बाक्सामा हेरिरहेको हुन्छौँ, तर जब हामीले चाहिँ यो छुट्टी होइन, हामी एउटै शक्ति विपरीत एउटै दमनप्रति लडिरहेको हुन्छौँ भनेर थाहा हुन्छ, त्यति बेला ऐक्यबद्धता सायद सजिलो हुन्छ, आफै पनि आउँछ। राष्ट्रहरूको आफ्नो समस्या छ, त्यो समस्याहरूलाई राज्यले हल गरिदिनुपर्छ, सम्बोधन गरिदिनुपर्छ। नागरिकले, समुदायले उठाइरहेको छ त्यो अधिकारहरूलाई राज्यले सम्बोधन गर्नुपर्छ र उठाइरहने अधिकारगत समूह संस्थाहरू छ त्यो सबैको प्रत्येकमा चाहिँ ऐक्यबद्धता हुनुपर्छ। ऐक्यबद्धताको लागि चाहिँ जो कोही अभियान कर्मीहरू चाहिँ त्यहाँ प्रतिबद्ध हुनुपर्छ। उहाँहरू सँगसँगै चाहिँ उहाँहरूको अभियानमा पनि म चाहिँ सङ्घर्ष गर्न, उहाँहरूलाई चाहिँ सहयोग गर्न चाहिँ ऐक्यबद्धता गर्दछु। सामाजिक अभियानमा ऐक्यबद्धता समाजका विभिन्न वास्तविकताहरूले एकअर्कालाई गर्ने सामूहिक माया हो। मूलतः शक्ति संरचना स्रोतसँग नजिक रहेका, सामाजिक पुँजीसँग नजिक रहेका समूहहरूले भुइँ अभियान सीमान्तकृत समूहहरूलाई सहयोग गर्नु, ऐक्यबद्धता जाहेर गर्नु त्यो उनीहरूको प्रथम दायित्व बनेर आउँछ। तर कहिलेकाहीँ यसलाई उदारतासँग जोडिन्छ, तर होइन, यो हाम्रो जिम्मेवारी हो, न कि उदारता।